यो काजी कालु पाँडे समाधिस्थल। यहाँ काजी कालु पाँडेको जन्मदेखि मृत्युसम्मको सबै कुराहरू लेखिएको छ है। बिस्तारै सबैजनाले यो पढ्न सक्नुहुन्छ है। मैले पढ्ने हिसाबले नै भिडियो बनाएको छु। लगैलाई हेर्नु है। काजुपाले सम्बन्धी जानकारी चाहिएमा यहाँ क्युआर स्क्यान गरेर पनि हेर्न सकिन्छ है। यो चाहिँ काजी कालु पाँडेको वंश वृक्ष, उनीहरूका वंशजहरू के कति थिए भन्ने जानकारी। त्यसपछि यो समाधि स्थलको इतिहास। पहिला इतिहास पढ्दै सबै थाहा हुन्थ्यो। अहिले चाहिँ इतिहास भन्ने नेपालमै छैन। खोइ किताबै निकाल्दैनन् स्कुलतिर, कसैले थाहै पाउँदैनन्। अनि त्यसपछि यो मनोकामना मन्दिर सम्बन्धी जानकारी। कालु पाँडेलाई पृथ्वीनारायण शाहले के भनेको थिए भन्ने कुरा यहाँ चाहिँ अलिक प्रष्ट देखिएन सिसा ढल्केर। त्यसपछि यो महारथी पृथ्वीनारायण शाहबाट गरेका यी कामहरू। नुवाकोटको लडाइँमा काजी कालु पाँडेले 1801 मा लडाइँका केही तस्बिरहरू। काजी कालु पाँडेको समाधि स्थल। ल यो समाधि स्थलमा आउँदाखेरि के गर्नु हुँदैन भन्ने कुरा पनि यहाँ सूचनामा टाँसिएको छ। यो अवस्थित होस् है, 1864 मिटर हाइटमा रहेको छ। ल हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अमर योद्धा काजी कालु पाँडेको पार्थिव शरीरलाई यस पवित्र स्थानमा समाधिस्थ गरिएको छ भनेर लेखिएको छ यसमा है। ल यो काजी कालु पाँडेको जन्मदेखि मृत्युसम्मको 1770 र यो चाहिँ केपी ओलीले उद्घाटन गरेर चाहिँ है। काजी कालु पाँडेको शालिग। यो चन्द्रगिरी नगरपालिका 1 नम्बरमा रहेको छ। एकदम मनोरम दृश्य छ। यहाँ आएर घुम्न सक्नुहुन्छ है सबैजना। काजी कालु पाँडेको जीवनी सम्बन्धी इतिहासमा कसैले पढ्न नपाए पनि यहाँ यो इन्द्रचोकमा आएर तपाईँले सम्पूर्ण काजी कालु पाँडे सम्बन्धी जानकारी लिन सक्नुहुन्छ है। इतिहास सम्बन्धी जानकारी पाउन सक्नुहुन्छ। यो सबैजना आइरहनु भएको छ यो बिहानको समयमा। हेर्नुहोस् है। काजी कालु पाँडेको समाधि स्थल र काजी कालु पाँडेको यो शालिग रहेको छ। यो त पछाडि देखिएको चाहिँ भिउडा हो र दहचोक भिउडा हेर। अनि त्यसपछि यो कालु पाँडेको समाधि स्थल र उहाँको यो समाधि स्थल हो है। यो चाहिँ यहाँ चाहिँ उहाँको समाधि गरिएको हो। काजी कालु पाँडेले नेपालको एकीकरण निर्माणमा अतुलनीय योगदान दिने वीर योद्धा, कूटनीतिज्ञ तथा राजनीतिक काजी कालु पाँडेले 2200 र 2400 लगायत काठमाडौँ उपत्यकाका राज्यहरूको एकीकरण गरी आधुनिक नेपाल राज्य खडा गर्ने विचार र त्यसको कार्यान्वयनमा ठुलो योगदान गरेका थिए। काजी कालु पाँडेले विषम 1814 साल जेठ 19 गते किर्तिपुरको युद्धमा वीरगति प्राप्त गरे। किर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरे लगतै काजी कालु पाँडेको इच्छा बमोजिम यसै ठाउँमा उहाँलाई समाधिस्थ गरिएको हो। यस समाधिको पुनर्निर्माण कार्य काजी कालु पाँडे काजी तुलाराम पाण्डे स्मृति प्रतिष्ठानको
सक्रियतामा र नेपाल सरकार समेतको सहयोगमा मिति 2064 साल जेठ 19 गते सुसम्पन्न भएको हो र यो चन्द्रगिरी नगरपालिका 1 नम्बर वडामा रहेको छ।